अनि दोस्रो पद पढिदिनुहोस् त। हेर्नुहोस् त, अब यहाँनिर के पाउनुहुन्छ तपाईँको विचारमा? चेलाहरूले यो समस्या कसरी भयो भनेर जान्न चाहेका छन्। समस्याको खोज तलास सुरु भयो। तपाईँ र मेरो जीवनमा पनि समस्या आउँदा पत्ता लगाउनु पर्छ। ओके, यहाँनिर पनि अन्धाको समस्या छ। त्यो व्यक्तिलाई चेलाहरूले जान्न चाहेका छन् यो समस्या कसरी भयो भनेर। तपाईँ र मेरो जीवनमा पनि कहिलेकाहीँ हामी समस्या आउँछ, तर त्यो समस्या कसरी आयो भनेर हामी पत्ता लगाउँदैन, खालि समस्यामाथि विजय हुन खोज्छौँ कि। कुरा बुझ्दै हुनुहुन्छ? तपाईँ र मेरो जीवनमा जब समस्या आउँछ हामी पत्ता लगाउँ यो समस्या कहाँबाट आएको। यहाँनिर तपाईँ र मेरो जीवनमा कुनै पनि समस्या आउँदा हामी पत्ता लगाउँ समस्याको कहाँबाट भएको। कतिले समस्यालाई कहाँबाट आयो भनेर पत्ता लगाउन सक्दैन। जुन व्यक्तिले समस्या कहाँबाट आयो भनेर पत्ता लगाउन सक्दैन त्यो व्यक्ति समस्यामाथि विजय हुन सक्दैन। कुरा बुझ्दै हुनुहुन्छ? मैले राइट भने नि? अलिअलि जुन दिन तपाईँलाई थाहा हुन्छ यहाँबाट समस्या रहेछ भन्ने पत्ता लाग्यो भने अनि तपाईँलाई बुद्धि अनि ज्ञान आउँछ। ओहो, यो कुराले पो समस्या आएको रहेछ, अब हामी विजय हुन्छौँ भनेर प्रभुले तपाईँलाई बुद्धि दिनुहुन्छ। आमेन। त्यसैले दोस्रो पदमा चाहिँ चेलाहरूले त्यो समस्या कसरी आएको भनेर जान्न चाहेका छन्। अनि तपाईँ र मैले पनि आफ्नो व्यक्तिगत जीवनमा, पारिवारिक जीवनमा, मण्डलीको जीवनमा कसरी केही समस्या आउँछ भने पत्ता लगाउनुपर्छ यो समस्या कसरी आएको, समस्या कहाँनिरबाट उत्पादन भएको। जो दिन तपाईँले यो पत्ता लगाउन खोज्नुभयो भने सधैँ तपाईँ समस्यामाथि विजय हुनुहुन्छ। आमेन।